ध्यान आत्मा र चेतनाको यात्रा हो जसले मानिसलाई बाहिरी कोलाहलबाट भित्रको मौनतामा पुर्याउँछ। यो केवल धार्मिक साधना होइन, शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याउने एक वैज्ञानिक प्रक्रिया हो। आज विश्वभर ध्यानलाई आध्यात्मिक साधना मात्र होइन, वैज्ञानिक उपचारको रूपमा पनि अपनाइँदैछ। यस भिडियोमा हामी ध्यानको अर्थ, इतिहास, वैज्ञानिक दृष्टिकोण, लाभ र यसको गहिरो रहस्यबारे विस्तृत रूपमा बुझ्नेछौँ। ध्यान भन्नाले मानसिक, भावनात्मक र आत्मिक रूपमा गरिएको एकाग्रता र सजगताको अभ्यास हो। यो केवल आँखा बन्द गरेर बस्ने साधना मात्र होइन, यो चेतनाको गहिरो स्तरमा पुग्ने यात्रा हो। ध्यानले मानिसलाई वर्तमान क्षणमा उपस्थित रहन, आफ्ना विचार र भावनाको पार जान र आत्मसाक्षात्कारको मार्गमा अघि बढ्न सहयोग गर्छ। यसलाई चेतनाको सूक्ष्म अभ्यास पनि भनिन्छ, जसले हाम्रो मनलाई स्थिर, शान्त र केन्द्रित बनाउँछ। इतिहासमा विभिन्न महापुरुषहरूले ध्यान मार्फत आफ्नो जीवनलाई रूपान्तरण गरेका छन्। बुद्धले ध्यानबाट निर्वाण अर्थात् पूर्ण मुक्ति प्राप्त गरे। उनले मनको निर्वाण अर्थात् सम्पूर्ण अहंकार र भ्रमको अन्त्यको अनुभूति गरे। ओशोका अनुसार ध्यान भनेको माइन्डलेस अवेरनेस हो, जसमा मन शान्त हुन्छ र चेतना मात्र बाँकी रहन्छ। पतञ्जलि योग सूत्रमा भनिएको छ, जब मनका सबै तरङ्गहरू रोकिन्छन् तब आत्मसाक्षात्कार वा ब्रह्म साक्षात्कार सम्भव हुन्छ। के ध्यानबाट ब्रह्म साक्षात्कार सम्भव हुन्छ? आध्यात्मिक धारणा अनुसार ध्यान नै आत्मसाक्षात्कारको द्वार हो। जब साधक पूर्ण रूपमा चेतनामा स्थिर हुन्छ, विचार र सोचका पार पुग्छ, तब उसले आत्मा र ब्रह्म बीचको एकताको अनुभव गर्छ। वेदान्तमा यस अवस्थालाई अहम ब्रह्मास्मि, म नै ब्रह्म हुँ भनिन्छ। रामन महर्षिले पनि यही साधनाबाट हु एम आई भन्ने प्रश्नको गहिरो उत्तर खोज्दै ब्रह्म साक्षात्कार गरे। त्यसैले ध्यान केवल मानसिक शान्तिको अभ्यास होइन, आत्मज्ञानको मार्ग पनि हो। आधुनिक विज्ञानले पनि ध्यानका अद्भुत प्रभावहरू प्रमाणित गरिसकेको छ। न्यूरोसाइन्सका अनुसार ध्यान गर्दा प्रिफ्रन्टल कर्टेक्स, हिप्पोक्याम्पस र इन्सुला जस्ता मस्तिष्कका भागहरूमा सकारात्मक परिवर्तन आउँछ। हार्वर्ड युनिभर्सिटीको 2011 को अध्ययनले देखायो कि केवल 8 हप्ताको माइन्डफुलनेस मेडिटेसनले मस्तिष्कको ग्रे मैटर डेन्सिटी बढाउँछ, जसले स्मरण शक्ति, भावनात्मक नियन्त्रण, आत्म-अनुभूति र सहानुभूति सुधार गर्छ। यसले मस्तिष्कलाई स्वस्थ, लचिलो र स्थिर पनि बनाउँछ। ध्यान गर्नको लागि सबैभन्दा उपयुक्त समय ब्रह्म मुहुर्त हो, बिहान 3:30 देखि 4:30 बजेसम्म। यस समयमा वातावरण शुद्ध र शान्त हुन्छ, जसले मनलाई सजिलै केन्द्रित बनाउँछ। साँझ सूर्यास्तपछि पनि ध्यान गर्न उपयोगी हुन्छ, किनकि यो दिनभरको तनाव र थकान हटाउन मद्दत गर्छ। ध्यानका लागि शान्त, सफा र हावा सर्कुल हुने स्थान रोज्नुपर्छ। प्राकृतिक स्थलहरू जस्तै वन, बगैँचा, खोला किनारामा ध्यान गर्दा मनलाई अझ शान्ति र सजीवता अनुभव हुन्छ। ध्यानका शारीरिक र मानसिक फाइदाहरू। ध्यानले शरीर, मन र आत्मा तीनवटै स्तरमा लाभ पुर्याउँछ। मानसिक रूपमा यसले स्मरण शक्ति बढाउँछ, एकाग्रता सुधार गर्छ र एन्जाइटी घटाउँछ। हृदय स्वास्थ्यका लागि पनि ध्यान अत्यन्त लाभदायक हुन्छ, किनकि यसले रक्तचाप घटाउँछ र हृदयलाई सन्तुलित राख्छ। डिप्रेसन, इन्सोम्निया र तनाव जस्ता समस्या घटाउँछ। ध्यानले पोस्चर सुधार गर्छ र शरीरलाई नेचुरल एनर्जीले भरिदिन्छ। ध्यानका विभिन्न अभ्यासहरू छन्, जसले विभिन्न तरिकाले चेतनाको विकास गर्छन्। ध्यान केवल मानसिक शान्तिको उपाय होइन, यो एक सम्पूर्ण जीवन दर्शन हो। ध्यानले आत्मानुभूति, शारीरिक स्वास्थ्य र चेतनाको विस्तारमा समान योगदान पुर्याउँछ। योगिक दृष्टिले हेर्दा मुक्ति प्राप्त गर्ने माध्यम हो। आधुनिक विज्ञानका अनुसार पनि ध्यानले मस्तिष्कमा न्यूरोप्लास्टिसिटी बढाएर आत्म-अनुभूति र स्थायित्वको क्षमता बढाउँछ। अन्ततः ध्यानले मानिसलाई आफ्नो वास्तविक अस्तित्वसँग पुनः जडान गराउँछ, जहाँ शान्ति, प्रेम र सत्य मात्र बाँकी रहन्छ।